यही सामान नहीं है ओ ये यो ओ हेलो साथीहरु ल हाम्रो चिकन चाहिँ रेडी भइसक्यो है। अब तपाईहरुलाई यो पकाउने रेसिपी सिकाउँदै छु म मेरो तरिकाबाट। यहाँ मैले लेखेको छु रातो खुर्सानी, अदुवाको टुक्रा, प्याज, टमाटर, लसुन अनि धनिया। यति भएपछि हामीलाई पुग्यो, अरु केही पनि चाहिदैन है। अरु भनेको मेथी, तेल, नुन, खुर्सानी, बेसार, अरु के छ लदुवा सुनहरु त्यही नै हो। यो चाहिँ म अब मिक्सरमा पिन्छु यसलाई। अदुवा, लसुन र खुर्सानीलाई पिनेर टक्क नेपालमा मसला बनाए जस्तै बनाउँछु है त। अनि तबसम्म हामी काटौँ प्याजलाई। उता रेडी हुँदासम्म यता हामी प्याज काटौँ है त। पहिला टक्क लाएर नाइफ चाहिँ सानो छ, त्यही भएर कटिङ स्लो छ। अनि यसको धार पनि एकदम शार्प छ है, डेन्जर छ कि। यो मसिनो चक्कुहरू फेरि डेन्जर हुन्छ, यो ब्लेड पनि बाङ्गिन्छ नि त। त्यही भएर अलिक केयरफुल्ली काट्नु पर्छ, नत्र हातै काटिन्छ है त। अनि प्याज काटेपछि अब म काट्छु टमाटर। धनिया चाहिँ लास्टमा काट्ने, किनकि धनिया पहिले काटेर काम छैन। त्यही भएर म टमाटर पनि काटे। टमाटरलाई सानो सानो साइजमा टक्क काटेर राख्ने है त साथीहरु। यो चाहिँ मेरो स्टाइल हो है, तपाईहरुलाई जस्तो मन पर्छ त्यस्तै बनाएर खानुस्। नेपालको जाडोमा सुप बनाएर झोलिलो झोलिलो। अनि यो कुखुरा चाहिँ वन कुखुरा हो है साथीहरु, लोकल कुखुरा केही होइन, वन कुखुरा हो। हाम्रो यहाँ काम गर्ने ठाउँमा वन अलि धेरै छ, ठुलो जंगल छ। अनि वन कुखुरा पाउँछ, त्यही ल्याएर हामीले पालेर राखेको थियौँ कुखुरा चाहिँ। अनि कोइलर कुखुरा नि छ, लोकल कुखुरा पनि छ है, हाँस पनि छ। अब लाग्यो ग्यासमा, ग्यास अन गरे, कराई बसाले अनि तेल हाले। तेल चाहिँ धेरै थोरै के हो मलाई त ठिकै लाग्छ। त्यसपछि तातेसी मेथी पड्काउने। चट्ट मेथी हल्का कालो कालो भएपछि प्याज टक्क हाल्ने, प्याजलाई फ्राई गर्ने एकछिन। अनि प्याज हल्का म फेरि धेरै ब्राउन गराउँदैन नि त, कस्तो गुलियो गुलियो स्वाद आउँछ के धेरै ब्राउन गरायो पनि। त्यही भएर म हल्का मात्रै फ्राई गर्छु प्याजलाई, धेरै फ्राई गर्दैन। त्यसपछि टक्क लाएर अब मासु एड गर्नुपर्छ है त साथीहरु। एकछिनमा प्याज रेडी भएको छैन नि त, अब रेडी भयो प्याज पनि। यति भएपछि मेरो रेसिपीलाई पुग्यो है त प्याज। अब हामी यसमा मासु एड गर्छौं वन कुखुराको। टक्क लाएर मासु एड गरेपछि अब मजाले चलाउनु पर्छ। यसरी सोलो अब भाँडै खनाइदिन्छु है त म, ट्याप्प लाएर भाँडो पुरै खनाइदिने। टक्क भाँडो खनाएपछि यसलाई मजाले चलाउनु पर्छ, चारैतिर त्यो तेलहरु लाग्ने गरेर मजाले चलाउनु पर्छ है त साथीहरु। एकछिन चल्न दिउँ यसलाई। ल हाम्रो मासुले अलिअलि पानी छोडेको छ, पानी सुकाउनु पर्यो अनि मासुलाई फ्राई पनि गर्नु पर्यो। अनि तपाईहरुलाई कस्तो लाग्दैछ भिडियो, कृपया लाइक शेयर सब्स्क्राइब पनि गर्न नबिर्सिनु होला है त साथीहरु। अब हाम्रो मासु पनि रेडी भइसक्यो, रेडी त होइन फ्राई चाहिँ भइसक्यो है। अब यसलाई टक्क अझै एकछिन हल्का हल्का फ्राई गर्नुपर्छ, धेरै फ्राई गर्न नि हुँदैन। टक्क लाएर फ्राई गर्नु। यो चाहिँ झोल खाने अन्त झोल चाहिँ मिठो हुन्छ है सुप चाहिँ। तपाईहरुलाई कस्तो लाग्छ, मासु मन पर्छ कि झोल मन पर्छ? मलाई फेरि सुप चाहिँ
डेन्जर मिठो लाग्छ है साथीहरू। अब हाम्रो मासु पनि फ्राई भइसकेको छ है। अलि टक्क मजाले फ्राई भइसकेको छ। चलाउनु पर्छ। नेपालमा जस्तो बाक्लो कराई पाउँदैन यहाँ। नेपालमा बाक्लो कराई हुन्छ, जल्ने चान्स कम हुन्छ। यहाँ पातलो कराई चलिहाल्छ के, आगो धेरै हिट भएर। सानो गरे नपाक्ने, ठुलो गरे डल्ने। अब हालौँ मसला। अनि साथीहरूले भन्ला फेरि बेसार किन नहालेको भनेर। किन भन्दाखेरि मैले बेसार हाल्न बिर्सेछ यसमा। अनि त्यही भएर पहिला मसला हालिदिएछु कि मैले भिडियो बनाउने चक्करमा। खाना त भद्रगोल भयो, तर मिठो चाहिँ बाइटै भयो। पछि एड गरेको थिएँ मैले बेसार चाहिँ। मसला हालेँ। अनि यो चाहिँ जिरा धनियाँको धुलो। त्यसपछि म हाल्छु अब यसमा थोरै गरम मसला। अनि चलाइदिन्छु मजाले एकछिन। मस्त चारैतिर मसला लाग्ने गरेर। अनि तातो भयो क्या, समाउनु पऱ्यो नि त। अनि मजाले चलाउने मसला चाहिँ। अब यसलाई ढाक्नुपर्छ है त। ढाकेर मसलालाई बाफेर पाक्न दिनुपर्छ क्या साथीहरू। त्यो फ्राई गर्ने भन्दा पनि मसला बाफिनुपर्छ, बल्ल मासुको भित्रभित्र फ्लेभर जान्छ नि त। ल टक्क हाम्रो मसला पनि लगभग पाकिसकेको छ, रेडी भइसकेको छ है। ढाक्दै बेला बेलामा चलाउँदै अनि पकाउनुपर्छ है। अनि त्यही त हो, कराई पातलो छ नि त, त्यही भएर। अब म यसमा टमाटर हाल्छु। टमाटर हालेपछि म सधैँ नुन चाहिँ टमाटरसँग मात्रै हाल्छु के, टमाटरलाई गलाउनलाई। त्योभन्दा अगाडि पछाडि म टमाटर हाल्दैन कहिले नि। मेरो जेसुकै रेसिपीमा पनि मेरो सधैँ यही हो स्टाइल चाहिँ है। टक्क टमाटरसँगै नुन हालेपछि टमाटरलाई गल्न सजिलो हुन्छ। अनि त्यसपछि मजाले चलाउने यसलाई फेरि। नुन लागोस् न चारैतिर। अनि त्यसपछि थोरै पानी हाल्ने। टक्क टमाटर गल्दासम्म त्यो तल भाँडामा मासु नटासोस् भनेर पानी थोरै हाल्ने। त्यसपछि अनि यसलाई ढाकेर छोडिदिने टमाटर गल्नको लागि। टक्क ढाकेर 2-4 मिनट टक्क ढाकेपछि यत्तिको हुन्छ है त साथीहरू। टमाटर गल्छ, हल्का ग्रेभी हुन्छ। तपाईँहरूलाई ग्रेभी मनपर्छ भने यत्तिकैमा अझै 5 मिनट 10 मिनट जति ढाकेर पकाउनुहोस्। अक्खा हुन्छ मासु। तर मलाई चाहिँ यो बनकुखुराको चाहिँ झोल मनपर्छ क्या, सुप। बनकुखुरा, लोकल कुखुरा, कोइलर कुखुरासम्म। ब्रोइलर चाहिँ फ्राईहरू टक्क ग्रेभी मिठो हुन्छ, अरू चाहिँ झोलै मिठो हुन्छ है त। यो चाहिँ अब हाम्रो पाकिसकेको छ। मसलाहरू सबै मजाले मासु पाकेको छ। अब म यसमा झोल हाल्छु। झोल हालेपछि 5-10 मिनट नउम्लिँदासम्म मजाले छोडिदिन्छु ढाकेर। झोल हालेपछि तपाईँलाई कतिको मनपर्छ त्यही हिसाबले हाल्नु होला। मैले चाहिँ 3 कप पानी हालेको छु। यो 1 कप के भन्छ, पौने लिटर समथिङ, आधाभन्दा आधा त्यस्तोको छ यो कप। यो कपको मैले 3 लिटर पानी सरी 3 कप पानी हालिदिन्छु क्या। त्यसपछि यति भएपछि हामी 4 जनालाई इनफ है त झोल। तबसम्म हामी धनियाँ काटौँ। हाम्रो चाहिँ धनियाँ यो नेपालमा वन धनियाँ नि भन्छ, काँडे धनियाँ नि भन्छ। यो चाहिँ हाम्रो बारीभरि छ क्या। हामीले चाहिँ किन्दैन धनियाँ। अनि हरियो खुर्सानी चाहिँ किन्दैन। अनि सागहरू अलिअलि बारीमै रोपेर खान्छ। अब धनियाँ कटिङ रेडी भयो, रफली काटेँ मैले। तबसम्म हाम्रो यता झोल पनि रफ एन्ड टफ पारामा उम्लिसकेछ है। अन्त चक्क लाएर ओहो मुखबाट पानी आउला जस्तो पो भयो त साथीहरू। भिडियो एडिट गर्दा पनि, खाँदा त मिठो थियो, हेर्दा पनि बाबा अचम्मैसँग भएछ नि झोल त है। ल ठिक छ। अब म ग्यास मारेर धनियाँ हालिदिन्छु। त्यसपछि एकछिन ढाकेर छोडिदिन्छु, धनियाँको फ्लेभर पनि जाओस्। र अब म यसलाई एउटा बटुकामा सर्भ गर्छु। टक्क लाएर यो चाहिँ हाम्रो बनकुखुराको मासुको
रेसिपी साथीहरू हेरिदिनु भएकोमा धन्यवाद। बाई।